हेलो नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई आजको यस नयाँ भिडियोमा। साथीहरू, भर्खरै नेपाल सरकारको मातहतमा रही परराष्ट्र मन्त्रालयले विदेश जाने र वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको लागि एउटा नयाँ एप लन्च गरिएको छ। यस एपको नाम रहेको छ परराष्ट्र मित्र अर्थात् मोफा मित्र, जसमा वैदेशिक रोजगारमा गएका श्रमिकहरूको लागि धेरै सेवा सुविधा तथा विभिन्न कार्यक्रमहरू उल्लेख गरिएको छ। आउनुहोस् साथीहरू, यो मोफा मित्र भन्ने एप कसरी चलाउने, कसरी यसमा गुनासो दर्ता गराउने भन्ने कुरा यस भिडियोमा हेरौँ। सबैभन्दा पहिला साथीहरू आफ्नो मोबाइलको प्ले स्टोरमा जानुहोला र यहाँनिर MOFA मोफा मित्र भनेर लेख्नु होला र यहाँदेखि तपाईले यसलाई इन्स्टल गर्नु होला। र यहाँ हेर्न सक्नुहुन्छ तपाईँ, यहाँ धेरै हैन, यो 14 MB को रहेछ यो एप। यो तुरुन्तै इन्स्टल भइसक्यो र यहाँदेखि तपाईँ यसलाई ओपन गर्नु होला। हेर्न सक्नुहुन्छ नेपाल सरकार परराष्ट्र मन्त्रालय। र यस एप भित्र तपाईले कुनै पनि लगइन साइन इन तपाईले आफ्नो प्रोफाइलहरु बनाउनु पर्ने हुँदैन। र यहाँ हेर्न सक्नुहुन्छ 8 वटा अप्सनहरु देखिएको छ, जस अन्तर्गत एउटा रहेको छ खोज तलास तथा उद्धार, अर्को रहेको छ सब व्यवस्थापन र त्यस्तै गरी बीमा क्षतिपूर्ति र अर्को गुनासो समस्या र त्यस्तै गरी तपाईले दिएको आवेदन गरेको निवेदनको स्थिति र नेपाली नियोगहरू र त्यस्तै गरी प्रश्न उत्तर जिज्ञासाहरू र अर्को ट्राभल एडभाइजरी। र हामी यहाँ एक एक चीज हेर्ने रहेछौँ। यहाँ हेर्न सक्नुहुन्छ यो खोज तथा उद्धार भन्नेमा तपाईले यहाँनिर आफ्नो राहदानी नम्बर र जन्ममिति राखिसकेपछि तपाईले आफ्नो खोज तथा उद्धारको लागि आवेदन दिन सक्नुहुन्छ। तपाई मानौ कुनै जटिल अवस्थामा पर्नुभयो भने विदेशमा हुँदा तपाईले यहाँदेखि आफ्नो आवेदन दिन सक्नुहुन्छ र तपाईको आवेदन तपाईको परिवारले पनि यहाँदेखि दिन सक्छ। र अर्को कुरा, यहाँ सब व्यवस्थापन पनि सबमा एकै किसिमको रहेछ साथीहरू। तपाईले आफ्नो राहदानी नम्बर अर्थात् पासपोर्ट नम्बर र जन्ममिति राखेर यो सबै सेवा सुविधाहरू लिन सक्नुहुन्छ। र यहाँदेखि नेपाली नियोग हेर्न सक्नुहुन्छ, सम्पर्क विवरण रहेको छ यसभित्र, जसमा यहाँनिर तपाईँ हेर्न सक्नुहुन्छ यो विभिन्न देशहरूमा नेपालको यो एम्बेसीहरू कहाँ कहाँ छ भन्ने कुरा यहाँनिर तपाईले सबै डिटेलहरू यहाँदेखि पाउन सक्नुहुन्छ तपाईहरु। हेर्न सक्नुहुन्छ मैले यहाँ एम्बेसी अफ नेपाल बेजिङको हेरिरहेको छु। यहाँ तपाईले त्यहाँको पासपोर्ट कन्सुलर म्याटर्स, भिजा जनरल इन्क्वायरी, स्टुडेन्ट अफेयर्स भन्ने सम्पूर्ण डिटेल्सहरू विथ एड्रेस र नम्बर तपाईले यहाँदेखि पाउन सक्नुहुन्छ। र अर्को यहाँ ट्राभल एडभाइजरी, यहाँनिर हेर्न सक्नुहुन्छ ट्राभल एडभाइजरीहरू हो। यसरी साथीहरू तपाईँ यस एपलाई चलाउन सक्नुहुन्छ। हस्त साथीहरू, भिडियो हेरिदिनु भएकोमा धन्यवाद।